दुई चारवटा हस्पिटलहरू हामीले टाइप गरेछौँ सबै कुरा नै रिलेटेड हुन्छ सो आई गेस लाइक अनि यो नेपालको हजुरले फर्स्ट भन्नुभयो हस्पिटललाई पनि त्यसले टाइप गर्नुभएको छ भन्नुभयो हजुर के हस्पिटलले पनि हामीलाई चाहिँ के डिस्काउन्ट अफरमा होइन दिनुहुन्छ त्यो या दिनको के लागि चाहिँ हुन्छ हामीले त्यसमा फ्री चाहिँ बुट क्याम्पहरू राख्छौँ होइन अनि त्यो बाहेक भनेको चाहिँ अनि कस्तो हुन्छ उहाँले नि चाहिँ जुन राख्नु भएको छ उहाँहरूले चाहिँ के कुनै फ्रीमा चेकअप या डिस्काउन्टमा पनि डेफिनेटली जानुभयो डेफिनेटली भने डेफिनेटली हाम्रो सोच भनेको कस्तो भन्दाखेरि फर्स्ट भनेको फ्रीमा उम्, हेल्थ केयर हजुर त्यो हेल्थ त्यो चेकअप त गर्ने त्यो दिन त त्यो हेल्थ दिनमा चेकअप होइन त भइगयो तर त्यो त्यो दिनको बाहेक लागि भनेको चाहिँ भयो नि हाम्रो प्लानिङ बाहेक भनेको चाहिँ नि बरु चाहिँ नि कस्तो भन्दाखेरि त्यहाँ आउनेहरूलाई चाहिँ नि इन फ्युचर पनि त्यो हस्पिटल जाँदाखेरि 80% डिस्काउन्ट होस् न डिस्काउन्ट होस् होइन मैले भने नि अघि त अह त्यहाँ आउने हरेक मान्छेले चाहिँ नि कुनै हजुर न कुनै त्यो हात क्वेसन चाहिँ नि चाहिँ खाली मैले जाँदैन कि मैले त्यो क्वेसन तपाईँले जुन भन्नुभयो हजुर हस्पिटलको हजुर कुरा हजुर गर्नुभयो त्यही भएर मैले चाहिँ सट्ट सोधिहालेको कि हजुर अरूमा चाहिँ डिस्काउन्ट पाउँछ भने हस्पिटलमा चाहिँ त्यो डिस्काउन्ट दिन त पाउँछ कि फ्री पाउँदैन हेल्थ क्याम्प त्यो हाम्रो त फ्री चलिहाल्छ होइन भयो ल तर मैले भने इन जेनरल ल नेक्स्ट 1 वर्षको लागि मैले तपाईँलाई दिएँ अरे तर अर्को वर्ष फेरि नेपाल फिटनेस एक्सपो हुन्छ नि त रिन्यू हुन्छ भइहाल्छ नि रिनु भइहाल्छ भन्ने कुरा हो कि होइन त हो त्यो पनि हजुरहरूले त्यहाँनिर सुविधा 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 दिनुभयो राख्छौँ भने हजुर किनभने राम्रो हुन्छ किनभने कतिलाई यति प्रब्लम हुन्छ कि बिरामी हुन्छ तर चेकअप गर्नुको लागि कतिलाई होइन कतिलाई आइडिया नै हुँदैन हो नि तपाईँको मानिलिउँ मान्छे नेपालको अँ, मान्छेलाई कन्टेस्ट के छ थाहा छ उहुँ, मेरो एउटा साथी छ म नाम लिँदिनँ अस्ति उहुँ, हेल्थ चेक गरिरहेको छ अनि ऊ हजुर टाउको कुटिरहेको थियो क्या उहुँ, अनि जिममा आइरहेको थियो अनि के भयो तँलाई अनि भनेको हजुर ए बेकार गएको हस्पिटल भन्ने भनेको अनि किन किन नि भने त अनि फुल बडी चेकअप गरेर आएको यार भने भने कि अँ, ए ल राम्रै हो नि राम्रै हजुर कुरा हो एटलिस्ट इयरली एनुअली एकचोटि गर्नुपर्ने चिज हो अनि हो भने ए बेकार गएको केही नै भएको छैन रहेछ मलाई रे कि अनि केही हुनुपर्ने हो र भने कि